एकछिन स्क्रोल नगर्नु ल। तपाईँ यदि वेबसाइट डेभलपर बन्न चाहनुहुन्छ, आफैले कोडिङ गर्न चाहनुहुन्छ र तपाईँ बिगिनर हो भने तपाईँलाई किलो कोडले एकदम हेल्प गर्न सक्छ। वेलकम टु क्रिस्टल 404। किलो कोड भनेको चाहिँ एउटा एआई एजेन्ट एक्सटेन्सन हो जुन चाहिँ VS कोड अनि विन्डसर्फ, कर्सर जुनसुकै कोड एडिटरमा पनि हुन्छ। अब यसलाई इन्स्टल गर्नको लागि चाहिँ सबैभन्दा पहिला तपाईँ कुन कोड एडिटर चलाउनुहुन्छ त्यो ओपन गर्नुहोस्। जस्तै म विन्डसर्फ चलाउँछु, म यसैलाई ओपन गरेँ। अब यसमा ओपन गरिसकेर मेरो यहाँनिर हेलो भन्ने फोल्डर चाहिँ अलरेडी ओपन छ हैन। अब म यसमा किलो कोड भन्ने एक्सटेन्सन इन्स्टल गर्छु। त्यसको लागि एक्सटेन्सनमा क्लिक गरेर किलो कोड भनेर सर्च गर्नुहोस्। किलो कोड भनेर सर्च गर्नुहोस्। यसरी सर्च गरेपछि यहाँनिर फर्स्टमै एउटा यस्तो आइकन भएको, यस्तो लोगो भएको एउटा एक्सटेन्सन देखिन्छ। त्यसैलाई इन्स्टल गर्नुहोस्। यो इन्स्टल भइसकेपछि आफै इनेबल हुन्छ अनि त्यसपछि अपडेटहरू बेला बेलामा आउँदाखेरि आफै अपडेट पनि आफै अटोमेटिकली आफै भइरहन्छ। अब इन्स्टल हुँदैछ हैन। ल हाम्रो इन्स्टल पनि भइसक्यो। अब त्यसपछि मैले अहिले केही लेखेको छैन यहाँ कोड। अब त्यसपछि म यहाँ किलो कोड भन्ने एक्सटेन्सन ओपन एआई एजेन्ट ओपन गरेर यहाँनिर म प्रम्प्ट दिन्छु। जस्तै म के लेख्छु भन्दाखेरि राइट भन्दा नि मेक अ वेबसाइट फर माई सपिङ BRAND ब्रान्ड। ल मैले यसरी प्रम्प्ट लेखेर मैले रिक्वेस्ट पठाएँ भने अब यहाँनिरबाट किलो कोडले वेबसाइटको कोड लेख्न थाल्छ है। ल यसरी कोड लेख्न थालिसक्यो। अब यहाँनिर किलो कोडले कोड लेख्दैछ हैन, आफै लेख्दैछ VS कोडमा। यसरी गो लाइभ स्टार्ट गरौँ। लाइभ स्टार्ट गरेर यसको आउटपुट पनि हेरौँ है। यसरी माई सपिङ ब्रान्ड भनेर यस्तो बनाउँदैछ हैन, बनाउँदैछ। यसले तपाईँले जस्तो प्रम्प्ट दिनुहुन्छ त्यस्तै बनाएर दिन्छ है। अब यसमा तपाईँले के थप्नुपर्ने, यहाँनिर तपाईँले लगइन गर्ने अप्सन थप्नुपर्ने छ, फोल्डर अलि राम्रो बनाउनु पर्ने छ, सर्च बार थप्नुपर्ने छ भने चाहिँ त्यही अनुसार यहाँनिर तपाईँले कोड एडिटरमा गएर एपीआईलाई के भन्छ किलो कोडमा प्रम्प्ट लेख्नुपर्ने हुन्छ त्यही अनुसार। अनि एकदम मजाले हैन, एकदम राम्रो कोडहरू चाहिँ यसले लेखेर दिन्छ। जाभा स्क्रिप्ट पनि लेख्छ, जस्तो पाइथनहरूको पनि यसले लेख्छ। HTML CSS त बेसिक भइहाल्यो हैन। हो यसरी चाहिँ तपाईँ किलो कोडको युज गर्न सक्नुहुन्छ।